नमस्ते सबैजनालाई फेरि पनि आज मैले डे 4 को भिडियोलाई लिएर तपाईहरुसँग फेरि पनि आएको छु। आज चाहिँ मैले सम्भवतः के को बारेमा कुरा गर्छु भन्दाखेरि मलाई हिजो बेलुकादेखि त्यति अलि सन्चो भएको छैन, त्यही भएर म खासै त्यस्तो लामो भिडियो हुँदैन होला यो, किनभनेखेरि घाँटीहरू दुखिरहेको अलि महसुस भइरहेछ। त्यही भएर आज चाहिँ के को बारेमा बोल्छु भन्दाखेरि आज चाहिँ हामी एज अ बुद्धिस्ट प्र्याक्टिसनर भनौँ न, एउटा बुद्धिस्ट मङ्क भएको कारणले गर्दाखेरि मेरै यहाँ गुम्बामा बसोबास गर्दाखेरि जुन रुटिनहरू चाहिँ हामीले पालना गर्नुपर्ने हुन्छ। त्यही भएर हाम्रो रुटिन चाहिँ कस्तो हुन्छ भनेर भन्नु पर्दाखेरि बिहान 5 बजे उठेर 5 बजे नै उठेर हामीले बिहानको पाठ पूजा गर्नुपर्छ। त्यसपछि आएर 6 बजे पूजा सक्छ अनि त्यसपछि हामीले बिचमा अलिकति ग्याप 7 बजेसम्म 1 घण्टाको ग्याप हुन्छ। त्यसपछि फेरि ब्रेकफास्टहरू खाएर 8 बजेदेखि फेरि क्लासहरू सुरु हुने गर्छ। 8 बजेदेखि सुरु 12 बजेसम्म चाहिँ कन्टिन्यू नै सुरु हुन्छ, बिचमा टी ब्रेक चाहिँ हुन्छ है। त्यसपछि लगातार 12 बजेसम्म लागेपछि त्यसपछि लन्च ब्रेक अलिकति 1:30 सम्म हुन्छ भने त्यसपछि 2:30 देखि फेरि पनि क्लास लाग्छ। त्यो चाहिँ अलिकति रेपिटेसन जस्तै बिहानकै रेपिटेसन क्लासहरू लाग्छ र 3:15 मा हाम्रो बेलुकाको पूजा सुरु हुन्छ, प्रोटेक्सन पूजा, जुन चाहिँ 3:30 देखि 5 बजेसम्म सुरु हुन्छ, 5 बजेसम्म हुन्छ। त्यसपछि 5:30 देखि त्यस्तै 5:30 देखि 6:30 सम्म चाहिँ हामीले डिबेट, अलिकति क्लास नै भनौँ न, डिबेटको क्लासहरू लाग्छ है। त्यसपछि 6:30 मा चाहिँ हामीले डिनर खाएर त्यसपछि 7:30 तिर फेरि एउटा क्लास हुन्छ अनि 7:30 देखि 8 बजेसम्म क्लास। त्यसपछि 8:15 देखि फेरि पनि हामीले सेल्फ स्टडी क्लास, हामी सबैजना मिलेर जम्मा भएर चाहिँ सेल्फ स्टडी क्लासहरू लाग्छ। त्यस्तै हो, 9:45 सम्म चाहिँ हामीले पढ्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ सुत्ने टाइम हुन्छ। यति नै भनौँ न, रुटिन चाहिँ हाम्रो डेली रुटिन यति नै हो। अनि छुट्टी चाहिँ हाम्रो शनिबार हाफ हुन्छ भने सन्डे चाहिँ स्याटरडे हाफ र सन्डे चाहिँ फुल छुट्टी हुन्छ। अनि यस्तै हो हाम्रो डेली रुटिनको बारेमा अलिक थोरै कुरा गर्नुपर्दा चाहिँ आज चाहिँ सायद मैले यति नै बोल्छु होला, किनभने अलिकति घाँटीको समस्या भएर त्यस्तो साह्रो बोल्न सकिरहेको छैन। त्यही भएर अहिले चाहिँ आजको लागि चाहिँ यति नै राख्छु। फेरि यसलाई नै फेरि एडिट गरेर आजै एडिट गरेर पोस्ट गर्छु, जति सक्दो चाँडै पोस्ट गर्ने कोसिस गर्नेछु। र अघिल्लो भिडियोहरू पनि मैले पोस्ट गरिसकेको छु। तपाईँले हेर्नु भएको छ भने डे 3 सम्मको चाहिँ मैले कम्प्लिट गरेँ र अब अझै 30 दिनको च्यालेन्ज हो, जुन मैले बिरामी हुनुको बावजुद पनि मैले यो च्यालेन्ज चाहिँ लिइरहेको छु। त्यही भएर आजको भिडियो चाहिँ लगभग यस्तै 4 मिनट 5 मिनटको हुने रहेछ। र आजको लागि यति नै राख्छु। धन्यवाद। गुड बाई, टेक केयर।